एभ्रिवान आज म चाहिँ चुकाउने बनाउन गइरहेको छु। त्यसको लागि लिएको छु प्याज, लसुन, यो दही अनि यो पातल गर्नको लागि मही छ बाक्लो खालको। हेरौँ है त कस्तो बन्छ। सबभन्दा पहिला त 2 चम्चा दही, त्यसमा हल्का मही मिसाइदिन्छु। ताकि बाक्लो बनेछ अनि मस्काउन सजिलो हुन्छ। अब यसलाई मजाले म्यास गर्छु। यता चाहिँ ओलिभ ओइलमा मेथी, त्यसपछि हरियो खुर्सानी, त्यसको लागि हरियो खुर्सानी, दहीमा आलु, प्याज मैले चाहिँ आलु प्याज मैले मिक्स गरेछु। त्यसपछि अब स्वाद अनुसार नुन, खुर्सानी राख्न सकिन्छ। रातो खुर्सानीको धुलो हाल्दैछु। अमिलो खानुहुन्छ भने कागज पनि हाल्न सक्नुहुन्छ। लगभग रेडी भएपछि म चाहिँ बच्चाहरू पिरो नखाने भएको भएर त्यसको निकालेर टिमुरको छोप हाल्छु। टिमुर र लसुनको छोप हो, यसले एकदम स्वाद दिन्छ, एकदम मिठो बन्छ। हाल्दै अब त्यसमा धनिया पुदिनाको पत्ता रेडी भयो। थ्याङ्क यू।